Hey guys, welcome to my new vlog guys है आज पनि नेक्स्ट डे नेक्स्ट एडभेन्चर अनि तपाईहरुको लागि एउटा नयाँ भिडियो ल्याउन लागेको छु। अहिले चाहिँ हामी यहाँ मार्फामा आएका छौं है। मार्फामा आएर अब हामी यहाँ ड्रेस कुन चाहिँ ड्रेस लाउने हो खै कुन चाहिँ ड्रेस लाउँछौ हेर्छौ है। अब त्यसको लागि चाहिँ तपाईहरुले यो भिडियो हेर्न पर्ने हुनेछ। अनि आज पनि यसरी रमाइलो गरौँला है भनेर आज भन्न चाहन्छु। ल हेर्दै गर्नु होला यो भिडियो है गाइस। यो भिडियो एकदम रमाइलो हुनेछ वाले छ है। हेर्दै गर्नु होला गाइस है त। बाइ। दिस इज द गेट। यो चाहिँ मार्फाको गेट। ओ माय लर्ड कस्तो दामी रहेछ नि यहाँ है। चाहिन्छ यस्तो ड्रेस टिबेटियन ड्रेस कति हजुर ड्रेसको 300 200 रुपियाँ नगले याक लाओ सकली मसिन हजुर सकली डाँडा काँडा हेर्नुहोस् है एकदम दामी सिनरी राम्रो के हेर्नु चाहिँ यो सबै स्याउको बारी हो है। स्याउबारी। अब यो म चाहिँ झुकिरा है। यो याक चाहिँ सक्कली भनेको त यो त नकली रहेछ सेम है। बौना चढ्ने हो क्या सिङले हान्दिला फेरि राम्रो फोटो आइन्छ ल यस्तो दामी। ल अब चाहिँ आइपुग्छ। ल जेरी गल्ली चाहिँ अब आइपुग्छ जस्तो लाग्छ मलाई चाहिँ है। हेर्दै गर्नु होला गाइज है त। ल अब तपाईहरुलाई कुन चाहिँ ड्रेस लाउनु पर्छ शेर्पा तिब्बतियन है सबै पाउँछ। तिब्बतियन शेर्पाहरू पाउँछ हैन ड्रेसहरू। अब तपाईहरुले रेन्टमा पाउँछ 200। अहिले सोद्धाखेरि 200 भनेको थियो अहिले 300 भन्छ कोही ठाउँमा हैन। अब लानु मुस्ताङको आलु स्याउ बन्दा सब अर्ग्यानिक। अलि पसल खोले खाइन जस्तो छ है। ल ठिकै छ। ल हामी पनि अब ड्रेस लाउँछौँ। अब कहाँतिर गएर लाउने हो खोज्नुपर्छ है। ल गाइस हामी चाहिँ हिँड्दैछौँ एक्सप्लोर गर्दैछौँ। अब बिस्तारै यहाँ जेरी गल्ली चाहिँ आउन लागेको छ है। अब त्यहाँ गएर चाहिँ हामी खिच्छौँ भिडियोहरू। हेर्दै मान्छेको भिड हौ यतै हो यतैतिर। सेयर पनि बन्यो क्या तिमी त यस्तो सेयर पनि सुहाउँछ होला है। दामी 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 कुर्सी कुर्सी हेर्नु चाहिँ के को होला यो है। छाला लगाइदिएछ। यस्तो राम्रो होटेलहरू पनि छ है भित्रभित्र। झन् तलको झन् राम्रो नि। ल यस्तो राम्रो छ। बुद्ध गल्ली रे ओ मारी पेमा
हामी पनि यस्तै हुन्छ जस्तो है आज टिपेदैन बनाउँछ है ल अब चाहिँ हामी लगभग आइपुग्न आएको छौँ जेरी गल्ली है के भन्ने भाइ जे पनि हुन्छ नेवारी त जहिले बनेर हो है यहाँतिर चाहिँ अलिकति युनिकै भन्नुपर्छ कहिले पनि नलाएको ड्रेस चाहिँ एकचोटि ट्राई गर्नुपर्छ होइन गाइस त्यही हो तपाईँहरू आउनु होला है एकचोटि भिजिट गर्नु होला एकदम राम्रो छ एकदम कुल ठाउँ पनि राम्रो मान्छे पनि एकदम राम्रो होइन त लुगाहरू लाएर बस्नु भएको छ मान्छेहरू ल गाइस हेर्दै गर्नु Few inches later. ल गाइस हामी चाहिँ जेरी गल्लीमा आएको छौँ है यहाँ चाहिँ लगभग धेरै नै भ्यू छ है जेरी गल्लीमा चाहिँ हेर्नुहोस् है अरू गल्लीमा भन्दा नि यहाँ जेरी गल्लीमा चाहिँ धेरै भ्यू छ है हामी पनि यहाँतिर बनाउँ भने पाउँदैन जस्तो छ है ड्रेस सब यतै आएर चाहिँ मान्छेहरू पाउनु है त हेर्दै गर्नु है त म देखाउँछु This is the Jerry Gully. Jerry Gully. Hey, bhai. चलो 17 हाले हाँ तेरे किलो हाल कहीं है कहाँ भन् जाला नि हामी चाहिँ अलमल्ल पर्यौँ ल ठिक छ जस्तो लाग्यो ल बबिना चाहिँ छिर्यो है ड्रेस लगाउनु कुन चाहिँ ड्रेस लगाउने थाहा भएन छिरिसक्यो म पनि अब छिर्नेवाला छु है ल ठिक छ गाइस हेर्दै गर्नु होला A few moments later. ल है गाइस हामीलाई कस्तो देखायो होला है ल हेरौँ है त गाइस हामी चाहिँ अब पुरै शेर्पा भएको छौँ है शेर्पा र शेर्पिन भएको छौँ हेर्नु चाहिँ एकदम कस्तो छ त हामीले देखेको खै हेरौँ न यता निकाल न शेर्पिन गर्नु पुरै मेरो कपाल चाहिँ पुरै ठाडा भइसक्यो है कपालहरू के होइन टोपी जिन्स टोपी होइन अब हामीले चाहिँ अब यो हामी चाहिँ भिडियो अनि फोटोहरू खिच्छौँ है अनि तपाईँहरूले देखाउनेछौँ अनि एकदम रमाइलो गर्नेछौँ है गाइस हेर्दै गर्नु होला गाइस होइन त्यही हो रमाइलो गर्नेछौँ अनि तपाईँहरूले पनि देखाउनेछौँ है माथाको ब्युटिफुल ठाउँहरू हेर्दै गर्नु होला गाइस ओ शेर्पा Isn't that good? Yeah. Shit, big. Finally,
आइपुगेको छौँ गुम्बा है त गाइस दर्शन गर्छ त्यसपछि फेरि फर्किन्छ हेर्दै गर्नु होला गाइस है त ल है त गाइस म चाहिँ यहाँ शेर्पा भनेर जेरी गल्लीमा फोटोसोटो खिचियो होइन खिचियो फोटो भिडियोहरू अनि यहाँबाट चाहिँ अब स्याउबारीमा चाहिँ घुम्न आएको छौँ है मेरो बुढी चाहिँ यहाँ स्याउ चोर्न गएको छ मेरो बुढी स्याउ चोर्न गएको छ म तपाईँलाई देखाउँछु है गाइस हेर्नु है त कसले हो स्याउ चोर्न यो मान्छे को हो यो स्याउ चोर्न हो कि स्याउ चोर्न गएको हो स्याउ भेटा न हो र स्याउ त यही छ नि चोर्ने हो नि अब स्याउ चोर्ने हो होइन एउटा दुइटा त टिप्नु परेन छ्याक्क लाएर उनीहरू टिप्ने क्या पहनै ल यहाँ चाहिँ स्याउबारी है गाइस स्याउ फल्याएको छ ट्याक्क लाएर आमामा स्याउ छ यार अब हामी स्याउ टिप्ने है गाइस यो सानो स्याउ चोर त चोर ओह यही हो चोर स्याउ चोर स्याउ खाने हो गाइस है अब खाइदेऊ त एउटा कराप खाऊ न कस्तो रसिलो हुन्छ है गाइस एकदम रसिलो हुन्छ यहाँको स्याउ चाहिँ अब हामी चाहिँ म चाहिँ खान लागेको छु है गाइस है कति मिठो है डरायो गाइस जानुपर्छ अब हामी Meanwhile, 8:01 p.m. ल गाइस म चाहिँ यहाँ स्याउ चोरेर ल्याए खाइरहेको छु है कस्तो छ स्याउ ल गाइस अब हामी चाहिँ बार्फाबाट चाहिँ यहाँबाट निक्लिन लाग्छौँ है अब ड्रेस चेन्ज गर्नु पऱ्यो त्यसपछि निक्लिन्छौँ हामी मुस्ताङको लागि त्यहाँ चाहिँ अब हामी भेट्छौँ है गाइस है सियु हेर्दै गर्नु होला गाइस है त 1 hour later.
कागबेनी आइपुग्यो गाइस कागबेनी यहाँबाट चाहिँ हाम्रो कहाँ जाने रे यो रोडबाट कोराला बोर्डर जाने यताबाट हो अब हामी चाहिँ अहिले मुक्तिनाथ गएर आउँछौँ है मुक्तिनाथको जाने बाटो चाहिँ यो हो ट्याक्क लाएर मुक्तिनाथ जाने बाटो यो ल आइपुग्यो बाइक चलाउँछौँ ल गाइज अहिले हामी फाइनली यता कागबेनी आएको छौँ है कागबेनीमा आइपुगेका छौँ अब यहाँ चाहिँ एकछिन बस्छौँ फोटोसोटो खिच्छौँ है त्यहाँबाट अनि फेरि हामी यता हाम्रो बुढीले चाहिँ एउटा स्पेसल एउटा के भन्ने हो होइन एउटा चाहिँ ट्यालेन्ट देखाउन लगाइरहेको छ है अहिले तपाईँहरूलाई यो चाहिँ सरप्राइज हो होइन हेर्दै जानु होला यो भिडियोमा भन्न चाहन्छु अब यहाँ हामी चाहिँ हाम्रो के हो यो शालिग्राम चाहिँ हाम्रो पछाडि छ है शालिग्राम यहाँ चाहिँ एउटा बनाएको रहेछ शालिग्रामको यहाँ चाहिँ धेरै शालिग्रामहरू पाइन्छ है यो चाहिँ कालीगण्डीमा चाहिँ धेरै नै शालिग्रामहरू पाइन्छ त्यही हो गाइस हेर्दै गर्नु होला अब हामी तपाईँलाई देखाउनेछौँ यस यहाँको होइन पुरै ल्यान्डस्केप भिडियो गाइस है त ओ फाइनली वी आर इन होइन त कागबेनी त्यहाँ हेर न नक्कली सबै नक्कली हो ल्यान्डस्केप भिडियो हेर न यति राम्रो छ कि हेर है हिमाल हेर हिमाल राम्रो पहाड हेर पहाड राम्रो नेपालको सब कुरा राम्रो छ कि ए अब तल हेर्न त यहाँ तल चाहिँ रहेछ है कागबेनी यहाँ चाहिँ तल चाहिँ कागबेनी रहेछ कागबेनी बजार अनि हाम्रो चाहिँ कोरोला बोर्डर जाने ठाउँ रहेछ है ठ्याक्कै लाएर त यस्तो फोटो खिच्ने होइन अब ल फोटो खिचौँ अनि ठ्याक्क लाएर ल गाइस है त ब्रेक लाओ ब्रेक 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 ल गाइज हामी चाहिँ फाइनल्ली अहिले मुस्ताङमा आइपुगेका छौँ है अनि मुस्ताङमा आएर अनि यहाँ बाइकहरू चाहिँ तल पार्किङमा राखेका छौँ है हेर्नु सक्नुहुन्छ तपाईँले ब्याकग्राउन्डमा है सब यो बाइक पार्किङको हो यो लाइन गाडीहरू अनि अब हामी चाहिँ यहाँबाट लेफ्ट राइट जस्तै आधा घन्टा लाग्छ होला हिँड्नलाई है अनि यताबाट हिँडेर जान्छौँ अब यहाँ बुढीले चाहिँ यहाँ पूजाको सामानहरू किनिसक्यो होइन यहाँ पूजा सामान किनेर अनुहार त राम्रै छ नि घाम लाग्यो के हुँदैन कि अनुहार राम्रो भइहाल्यो नि होइन ओके अनि यहाँबाट हामी लाग्छौँ है गाइस अब पूजाको सामान चाहिँ 250 रुपियाँ रहेछ तिमी दियो हो र कहाँ हल्ला त पैसा नदिनु भएको नि ल गाइस हेर्दै गर्नु होला है ल मुक्तिनाथ बजार मुक्तिनाथ मन्दिरको यहाँ बजार है तलपट्टि बजारमा आइपुगेछौँ अब यहाँबाट चाहिँ हिँडेर कति टाइम लाग्छ थाहा छैन होइन अब बिस्तारै हिँड्नेलाई त टाइम लागिहाल्छ छिटो हिँड्नेलाई चाहिँ अलिक गाह्रै छ हजुर है यो माथि पर्छ है यता माथि पर्छ ल गाइस है त हेर्दै गर्नु होला ल अब हामी चाहिँ उकालो उक्लियो है गाइस यहाँबाट चाहिँ ट्याक्क लाएर यहाँ मन्दिरको गेट छ
हामी चाहिँ यहाँ उक्लिँदैछौँ बिस्तारै अगाडि पछाडि भक्तजन टन्नै हुनुहुन्छ पछाडिको भ्यू ल हिँड्दै हामी दुईजना कतिको सजिलो भइरहेको त र भगवान्ले तान्नु भएको छ जे होस् सजिलै भइरहेको छ है ओके गाइस हेर्दै गर्नु होला तपाईँले देखाउनेछौँ दर्शन गराउनेछौँ मुक्तिनाथ भगवान्को है त गाइस हामी चाहिँ लगभग आइसकेका छौँ है मुक्तिनाथ यहाँ नुहाउँछौँ नुहाउनेको भिडियो पनि हामीले देखाउँछौँ है अनि त्यसपछि त्यही हो यसै आराम गर्छौँ खानासाना खान्छौँ त्यहाँबाट निस्किन्छौँ फेरि ल फाइनली गाइस हामी मुक्तिनाथ मन्दिर आएका छौँ ओम मुक्तिनाथ भगवान् की जय फाइनली भिड टन्नै छ आज दर्शनार्थीहरूको भिड छ कि नुहाउने ठाउँ यो भइहाल्यो नआइरहेको छ मान्छे है हामी पनि नुहाउनेछौँ अहिले ए आइपुग्यो नि त मुक्तिनाथ आइपुग्यो नि त फाइनली कस्तो लाग्यो त रमाइलो लाग्यो है हामीलाई पनि रमाइलो लाग्यो मलाई पनि बुढीसँग आउनु पाउँदाखेरि अब हामी नुहाउँछौँ अनि त्यसपछि दर्शन गर्छौँ है हेर्दै गर्नु होला तपाईँहरूलाई राम्रो देखाउँछौँ Oh my lord. Hello. Tapos ano ba yan? Kosong ba? Lalo na. Oh my god. Look. एकदम जाडो भयो कस्तो भयो किसिम जाम भयो या शरीरहरू काँडा उम्रेको अब लगाइस ल अब हामी यतापट्टि है यतापट्टि यतापट्टि पमिना सँगै जाने के भयो र सँगै जाने होइन के गर्ने अब यति जाने 1 2 3 भएन
थ्याङ्क यू एकदम जाडो एकदम जाडो यार गाइज बल्ल बल्ल नआइयो है हेर्नुभयो होला भिडियो है अनुहार पुरै उसो त रातो भयो अनुहार है मेरो पनि रातो भयो है अब एकदम जाडो छ यार फ्रिजिङ कोल्ड हियर है एकदम गाइज धेरै नै जाडो छ अरूहरूले पनि गरिरहनु भएको छ है अब हामी पापबाट मुक्ति भएका छौँ है हामी पाप गरेको सबै मुक्ति हुनेछ यता भन्ने हाम्रो एउटा भनाइ छ है यता पुरै रातो भयो भने यार चिसोले ल अब हामी चाहिँ यताबाट लुगा लाग्छ है अब लुगा लगाएर लाइन बस्नुपर्छ यहाँ पूजा गर्नलाई नि एकदम धेरै लाइन छ है गाइस हेर्नु है त म देखाउँछु ल हेर्नुहोस् लाइन अब हामी पनि यही लाइनमा बस्नुपर्ने हुनेछ है एकदम धेरै लाइन छ एकदम धेरै लाइन अब हामी लुगा किन्नु जाउँ लेट्स गो लुगा किन्नु जाउँ सफा पानी हुने होइन र सफा पानी हो ल जाडो गाइस ल गाइस एकदम नुहाएर फ्रेस भयो है म चाहिँ फ्रेस भयो ड्रेस पनि चेन्ज गरियो त्यही हो अब बबिना चाहिँ ड्रेस चेन्ज गर्न आएको छ है अब हामी यहाँ लाइन बस्छौँ एकदम जाडो नुहाएपछि त अब उहाँ ज्यान पुरै थरथर कामेर है अनि जाडो धेरै नै भयो मलाई हामीलाई गाइस तपाईँहरू पनि आउनु होला एकचोटि आउने पनि ठाउँ हो हाम्रो एकदम रमाइलो छ एकदम सिनरी एकदम राम्रो सिनरीहरू है अनि त्यही हो गाइस हेर्दै गर्नु होला गाइस एकदम रमाइलो हुँदैछ कस्तो लागिरहेछ यो भिडियो प्लिज तपाईँहरू कमेन्ट लाइक गरिदिनु होला अनि सब्सक्राइब गर्नु नभुल्नु होला हाम्रो च्यानललाई है गाइस ल गाइस हेर्दै गर्नु सबैजना ल बुढीले चाहिँ आरती गरिरहेको छ है आरती दर्शन गरिरहेको छ मन गर्ने हो ल ल ल हेर ल गाइज हामी चाहिँ उता मुक्तिनाथ मन्दिर दर्शन गरेर अब यतापट्टि आएका छौँ है राम्रो छ एउटा राम्रो पार्क जस्तो डिजाइनको है ल ठिक छ गाइज अब यहाँ पनि एउटा अब भिडियो खिचेर फोटो खिचेर जान्छौँ अब यहाँ पछाडिको भ्यू हेर्नु छ कहाँ अहिले त्यहाँ होटेल छ र ल गाइज अब हामी चाहिँ यताबाट निस्किन लाग्यो है गाइज है अब हाम्रो चाहिँ यताको कस्तो भयो त हाम्रो मुस्ताङको टुर मनै आनन्द आयो त्यो हाम्रो भगवानलाई दर्शन गरेर त्यो त नुहाइसकेपछि तातो आयो है एकदम रमाइलो एक्सपिरियन्स भयो अनि तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो प्लिज लाइक कमेन्ट गरिदिनु होला है अनि अब अर्को आउने भिडियोहरूमा नि अब यस्तै यस्तै राम्रो भिडियो देखाउनेछौँ है Several bad puns later. 1 hour later. ल गाइस Hello guys, this is Upper Mustang. दिस इज अप्पर मुस्ताङ Yes. अरे बाबा यहाँनिर यस्तो गयो भने नि यहाँ गातो हो त्यहाँ अरे हेर बुम बुम बला बला आउँछ यहाँ त गाडीहरू त गाह्रो छ हो बाटो अप्पर मुस्ताङ रहर चाहिँ रहर हो आउने होइन तर गाह्रो चाहिँ गाह्रो छ है गाइस एरोप्लेन हेलिकप्टर चाहिँ आउँदैन
This is the real Mustang, upper Mustang, hey guys. Yes, this is the real Mustang. Upper Mustang. Sorry, upper Mustang. वाह क्या सीन है वाह क्या सीन है Day 2. Guys, अहिले बिहान 7:30 हिउँ परिरहेको हिउँ है हल्का हल्का हिउँ परिरहेको कोही गाडी गएर आइरहेको गाडी हिउँ परिरहेको हिउँ परिरहेको हेलो एन्ड गुड मर्निङ सबैजनालाई है अहिले चाहिँ हामी यहाँ अप्पर मुस्ताङमा छौँ है अप्पर मुस्ताङमा चाहिँ अहिले हाम्रो यहाँ स्नो अहिलेको यो वर्षको चाहिँ नयाँ फर्स्ट स्नोफल भइरहेको छ है एकदम खुसी लागिरहेको छ फर्स्ट एक्सपिरियन्स भइरहेको छ है एकदम अनि हाम्रो बुढीले नि फर्स्ट एक्सपिरियन्स गरिरहेको छ हिउँ परेको है तपाईहरुले देखाउनेछौँ हिउँ अहिले पछि है अप्पर मुस्ताङ आदि आएर नि मासतिर जान पाएनौँ अब हामी यताबाट फर्किँदैछौँ अनि मुस्ताङतिर नि अहिले हिउँ पर्छ भनेर सुनेछु है अब यहाँबाट चाहिँ अब हामी फर्किन्छौँ त्यही भएर है अब तपाईहरुले देखाउनु चाहिँ कतिको हिउँ परिरहेको छ मुस्ताङतिर पनि अब हामी चाहिँ अहिले म अप्पर मुस्ताङबाट निस्किन लागेको छौँ अनि हाम्रो साउजीहरू हुनुहुन्छ यहाँ हाम्रो साउजीहरू धेरै राम्रो हुनुहुँदो रहेछ त्यही हो अनि हाम्रो यो होटलको नाम चाहिँ तासाराङ गेस्ट हाउस रहेछ है यो चाहिँ अप्पर मुस्ताङमा पर्छ तपाईको सबैजना आउनु होला हामी पनि एकदम राम्रो सर्भिस पायौँ यहाँ है धेरै खुसी लाग्यो एकदम राम्रो हुनुहुँदो रहेछ फ्यामिली जस्तै गर्नुभएछ अनि हिउँ परिरहेको गाइज हेर्छौँ है त हेरौँ है त ल हिउँ परेको हिउँ पऱ्यो है गाइज हेर्दै गर्नु होला हामी यो तपाईँले देखाउनेछौँ है त हिउँको खेल्नेछौँ हामी हिउँ पनि है हेर्दै गर्नु होला ल गाइज अहिले चाहिँ हिउँ पर्यो त्यसैले हामी मासतिर जान सकेनौँ कोरोडा बोर्डरतिर एकदमै बाक्लो परिरहेको होला नाचिदिनु त यहाँ चाहिँ चाइनिजको सस्तो सामान पाउने ठाउँ Oh guys, we are in the snows Upper Mustang. हेर यहाँ कति भ्यू स्नोफल भइरहेको छ यहाँ मेरो बुढीको पनि फर्स्ट एक्सपिरियन्स हो मेरो पनि फर्स्ट एक्सपिरियन्स हो है स्नोमा है हाम्रो यहाँ खेलिरहेको छ बुढी चाहिँ मजाले स्नो परिरहेको छ हेर्नु है सरर स्नो परिरहेको छ तल माथि सब भेगभरि होइन त यस यो चाहिँ म हो फेरि है गाई 3, 2, 1 go बस्यो यहाँनिर कति चाँडो तिमीमा बस्यो यहाँनिर कति चाँडो आहाहा कस्तो हिउँ पर्यो ओहो मेरो बुढीले के बनायो वाट इज के हो यो यो स्नोम्यान बनाइरहेको छ लो ढल्यो स्नोम्यान बनाइरहेको छ यो चाहिँ स्पेसली कसको लागि रे होइन आकर्षणको लागि आकर्षणको लागि पुरै
आकर्षणले चाहिँ स्नो परेको छैन भनेर सोधिरहेको थियो आकर्षण भान्जाले। अनि आज चाहिँ उसको बोले अनुसारले नै ठ्याक्कै हिउँ परिरहेको छ यहाँ हेर्नु एकदम बवाल छ क्या एकदम बवाल हेर्नु भ्यू आमामामा किन जानु पर्यो स्विजरल्यान्ड नेपालमै छ हो स्विजरल्यान्ड आमामामा होइन त केटाहरूले एकदम हेल्प गरेको छ हामीलाई भिडियो बनाउनलाई हाम्रो हेर्नु न केटाहरूले धेरै धन्यवाद छ। गाइज हेर्नुहोस् है हामी चाहिँ एकदम आज यहाँ मुस्ताङमा हिउँ परिरहेको छ अप्पर मुस्ताङबाट हामी फर्किँदैछौँ यहाँ हिउँ परेर पुरा बाटोमा है। अनि एकछिन रोकेर रमाइलो गर्दैछौँ बुढीसँग अनि एकदम रमाइलो भइरहेको छ हेर्नुहोस् हिउँ कति राम्रो हो। स्नोम्यान पनि छ हामीसँग यहाँ स्नोम्यान चाहिँ अलिकति राम्रो भएको छैन होइन स्नोम्यान चाहिँ अब बनाउन आएन हामीलाई चाहिँ अब त्यही हो एकदम रमाइलो भयो एकदम रमाइलो ट्रिप मुस्ताङमा केटाहरू ग्याङ मुस्ताङमा भने जस्तो भयो क्या एकदम रमाइलो भयो। अनि तपाईँ पनि आउनु होला होइन त मुस्ताङतिर घुम्नलाई भन्न चाहन्छु एकदम रमाइलो भइरहेको छ। अनि अब हामी यसरी अब पछाडि अब तलतिर ओर्लिन्छौँ अनि खानासाना खान्छौँ रमाइलो गर्छौँ। अझै खेल्न पुगेको छैन हामीलाई हिउँ चाहिँ होइन अब के गर्नु टाइमले अब हामीलाई अब टाइमले दिँदैन टाइमले आज तल ओर्लिनै पर्ने हुनेछ हामी ओए छेउमा नजाउन नगले। अनि त्यहाँबाट त्यही हो गाइस एकदम नसोचेको फर्स्ट हाम्रो यो स्नो एक्सपिरियन्स भइरहेको छ एकदम बवाल एक्सपिरियन्स भइरहेको छ होइन त बुढी एकदमै रमाइलो भइरहेको या गाइस ल अब हामी चाहिँ अब लुगा लाउनु जाँदैछौँ है फोटोसोटो भिडियो खिच्यौँ ल गाइस हेर्दै गर्नु होला हाम्रो यो भिडियो एकदम सबैजनालाई धेरै धन्यवाद छ है त। यो गाइस रमाइलो एकदम हिउँ परिरहेको छ आमामा है। ल अब हामी यहाँबाट निस्किँदैछौँ गाइस है सबै अब लुगा लाएर ठ्याक्क अब फेरि निस्किन्छौँ एकदम जाडो भइरहेको छ गाइस एकदम वाइल्ड रमाइलो भइरहेको छ वाइल्ड पुरै। ल गाइस हामी चाहिँ यहाँ निस्किन्छ हेर्दै गर्नु होला गाइस है त स्टे ट्युन योभन्दा रमाइलो देखाउनेछौँ तपाईँहरूको लागि है गाइस स्टे ट्युन। ल गाइस अब हिजो चाहिँ हामीले भिडियो चाहिँ बनाउनु पाएन है हिजो चाहिँ एकदम फर्किनुमै टाइम लाग्यो पानी परेर अनि भिजोकै भएको थियो है अब त्यही भएर हामीले भिडियो खिच्न पाएन। अब यो भिडियो चाहिँ अब हामीले चाहिँ अब चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु भन्न चाहन्छु है तर हालत हेर्नुहोस् है अब बाइकको हालत त पुरै नगर्नु है। यहाँ मैले बाइक यहाँ कति चाहिँ तपाईँको डिस्प्याटै पुरै अगाडिको डिस्प्याटै छैन पुरै एउटा के अरे भन्छ नि एउटा त्यो सबै त्यो के खाइसकेको के डिस्प्याट सबै खाइसकेको रहेछ डिस्प्याट पनि फेरि है बाइकको हालत एकदम
अप्पर मुस्ताङको बाइक हालेर जानु यस्तो छ हालत है। अब यहाँ बाइक साइक अब धुमा लागेको छ। बाइक हिँडेर अनि हामी चाहिँ अब त्रिचुली फर्किन्छौँ घरमा होइन। त्यही भन्न चाहन्छु। अब यो भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद छ सबैजनालाई है। अनि यसरी नै माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई होइन। यसरी नै नयाँ नयाँ अरू भिडियोहरू राख्नेछौँ। अनि कस्तो लाग्यो यो ट्रिप हाम्रो? यस्तो पुरा हिउँमा होइन, खेल्यो भने त हामी एकदम रमाइलो आयो। झन् हिउँ परेर झन् रमाइलो भयो। माथिसम्म जान नपाए पनि अप्पर मुस्ताङ नवलथाङसम्म पुग्यौँ है। त्यही हो यस्तै हो। अब जिन्दगीमा रमाइलो गर्नुपर्छ। हामीलाई चाहिँ यस्तो रमाइलो गर्न मन लाग्छ है। अनि भिडियोहरू पनि हामी बनाउँछौँ तपाईँहरूको लागि है। तपाईँले हेरिदिनु भएकोमा धेरै धन्यवाद। अनि सब्सक्राइब गर्न नभन्नु होला, लाइक एन्ड कमेन्ट गर्न नबिर्सनु होला मेरो भिडियोलाई है। है गाइस टक्क लगाएर। अनि सी यू इन द नेक्स्ट भिडियो गाइस है त। बाई। खत्म। बाय बाय, टाटा, गुड बाय, गया।